एकदमै चिसो लागिरहेको छ। आज लाइफमा पहिलोचोटि यत्रो धेरै चिसोको म फिलिङ गरिरहेको छु र यो हिउँको पनि म पहिलोचोटि यो आनन्द लिइरहेको छ। एकदमै राम्रो लागिरहेको छ। तर यो चिसो यति छ कि बाहिर बस्न सक्ने अवस्था नै छैन, किनभने यहाँ घाम पनि देखिराख्नु जस्तो लागेको छ। तर घामले चाहिँ कुनै चाहिँ प्रभाव छोडेको छैन। यो आज जापानको क्योतो सहरमा एकदमै राम्रोसँग हिउँ परिरहेको छ, तपाईँहरू हेर्न सक्नुहुन्छ। र यसको कारणले यहाँको जनजीवन प्रभावित भइरहेको अवस्था छ र एकदमै चिसो छ। यो सहरमा मान्छेहरूको भिडभाड पनि आज अरू दिनभन्दा एकदमै कम देखिरहेको छ, किनभने एकाएक चिसो बढेको छ र हिउँ पनि परिरहेको कारणले यहाँको मान्छेहरूको आवागमनमा पनि एकदमै कमी देखिएको छ। चिसो छ, तपाईँ हेरिराख्नुभएको छ। यो चारैतिर हिउँ परिरहेको अवस्था छ र यहाँ एकदमै चिसो लागिरहेको छ। यो 0 डिग्री सेल्सियस तापक्रम अहिले रहेको छ यो ठाउँको। र पहिलोचोटि म यो हिउँको र 0 डिग्री सेल्सियस तापक्रमको पनि अनुभव लिइरहेको छु। एकदमै चिसो लागिरहेको छ। मेरो हातमा एकदमै चिसो लागिरहेको छ। मोबाइल पनि नसमात्न सक्ने जस्तो लागिरहेको छ मलाई। हिउँले गर्दा यहाँ हेर्नु पुरै ढाकिएको छ र कति ठाउँमा सडकहरू पनि अवरुद्ध भइसकेको अवस्था छ। मेरो ब्याकग्राउन्डमा यो क्योतो स्टेसन हेरिराख्नुभएको छ। यो सबभन्दा ठुलो र यहाँको चाहिँ मेन क्योतो स्टेसन रहेको छ। र आज अत्याधिक मात्रामा हिउँ परेको कारणले ट्रेनको यातायातका सेवाहरू अहिले चाहिँ कति ठाउँमा चाहिँ ट्रेन अवरुद्ध भएकोले यो अहिले चाहिँ म बस स्टेसनमा छु। यहाँ यो मेरो ब्याकग्राउन्डमा बस स्टेसन हेरिराख्नु भएको छ। यहाँ चाहिँ एकदमै भिड लागेको छ, किनभने ट्रेन अवरुद्ध भएका कारणले बसबाट चाहिँ यातायातका चाहिँ कार्यहरू पुरा गर्नका लागि यहाँ चाहिँ बस स्टेसनमा भिड चाहिँ आज अत्याधिक छ। र यो मेरो पछाडि तपाईँ क्योतो स्टेसन, क्योतो टावर हेरिराख्नु भएको छ र मैले क्योतो स्टेसनमा छु यहाँ। र यसरी चाहिँ हिउँ परिरहेको छ, एकदमै रमाइलो लागिरहेको छ र दर्शकहरू र बाहिरका पर्यटकहरू पनि यसको आनन्द लिइरहेको छ। यो क्योतो टावर घुम्न आउनेहरूको पनि एकदमै भिड हुन्छन् र चारैतिर हेरिराख्नुभएको छ। यो हिउँ परिरहेको अवस्था छ। सबैजनाले यसलाई चाहिँ एउटा मनोरञ्जनको रूपमा पनि यो ठाउँमा लिइरहेको हुन्छ। वाउ, कति राम्रो लागिरहेछ यो ठाउँमा। क्योतो टावर पनि आज कति राम्रो सफा देखेको छ। आज चाहिँ जापानको क्योतो सहरमा चाहिँ अचम्मको कुरा के छ भने यहाँ एकदमै चिसो लागिरहेको छ। -, डिग्रीमा सेल्सियस तापक्रम पनि छ र यहाँ चाहिँ हिउँ पनि अत्याधिक रूपमा परिरहेको छ र अर्कोतिर घाम पनि लागेको छ। कस्तो वातावरण छ आज एकै दिन। घाम पनि लागेको छ, हिउँ पनि परिरहेको छ र यो तापक्रम अत्याधिक कम पनि छ र घाम लागेको छ, हामी हेरिरहेको छौँ। तर त्यसको कुनै पनि प्रभाव चाहिँ छैन र एकदमै यहाँको चाहिँ जनजीवन एकदमै चाहिँ प्रभावित हुन्छ जस्तो लागिरहेको छ। यो कन्टिन्यू अवस्थामा रहिरह्यो भने यहाँका मान्छेहरूलाई पनि धेरै गाह्रो हुनसक्छ। र योभन्दा अगाडि करिब 30 जनाभन्दा बढी मान्छेहरूको मृत्यु पनि भइसकेको छ जापानमा। यो अत्याधिक हिउँ खसेको कारणले र चिसोका कारणले विभिन्न ठाउँमा जापानको सहरहरूमा 30 जनाभन्दा अधिक व्यक्तिहरूको मृत्यु पनि भइसकेको छ। र आज यहाँ चुनाव पनि छ। तल्लो तहको जापानमा आज चुनाव पनि छ। विभिन्न ठाउँमा चुनावको पनि तयारी गरिरहेको छ। मान्छेहरू चुनावमा निर्वाचनमा चाहिँ तल्लो तहको निर्वाचनमा होमिराखेको अवस्था छ र आज जनजीवन यो प्रकारले छ। एकदमै चिसो लागिरहेको छ। आज लाइफमा पहिलोचोटि यत्रो धेरै चिसोको म फिलिङ गरिरहेको छु र यो हिउँको पनि म पहिलोचोटि यो आनन्द लिइरहेको छ। एकदमै राम्रो लागिरहेको छ। तर यो चिसो यति छ कि बाहिर बस्न सक्ने अवस्था नै छैन, किनभने यहाँ घाम पनि
देखिराख्नु पर्छ लागेको छ। तर घामले चाहिँ कुनै चाहिँ प्रभाव छोडेको छैन यो हिउँको अगाडि र यो चिसोको अगाडि। एकदमै चिसो लागिरहेको छ। मान्छेहरूको आवाजावत पनि एकदमै कम भएको अवस्था छ अहिले चाहिँ यो ठाउँमा। हुन त यो जापानको पुरानो राजधानी पनि हो यो क्योतो सहर र यहाँ चाहिँ एकदमै रूपमा यो सुविधा सम्पन्न भएकै ठाउँ हो र पर्यटकहरूले एकदमै यहाँ चाहिँ यो ठाउँलाई मन पराउँछन् र अत्याधिक रूपमा चाहिँ यहाँ चाहिँ पर्यटकहरू नै बस्ने गरेको हुन्छ। तर आज चाहिँ यस्तो मौसमको कारणले मेरो ब्याकग्राउन्ड पनि हेर्न सक्नुहुन्छ तपाईँहरू, मान्छेहरूको आवाजावत नै छैन, धेरै कम छ। मान्छेहरूको आवाजावत छ तर धेरै कम छ। अब यसको कारण त्यही छ, अत्याधिक चिसो छ र चिसोबाट बस्नुपर्छ भन्ने यिनीहरूलाई पहिलादेखि नै जनचेतना राम्रोसँग थाहा हुन्छ। र आज आइतबार पनि छ, बिदा पनि भएको कारणले मान्छेहरूको चाहिँ बाहिर आवाजावत कम देखिरहेका छन्। र मेरो पछाडि देखिराख्नु भएको छ मान्छेहरूको उपस्थिति चाहिँ एकदमै कम छ। यो फुलहरू लगाइएको छ सडकहरूमा, त्यसले पनि ढाकिएको अवस्था छ पुरै। र मेरो हात पनि कामै गर्न सक्ने अवस्थामा छैन अहिले, मोबाइल पनि समात्न सक्ने अवस्थामा छैन, त्यस्तो चिसो छ। र अहिले म छिटो छिटो जान्छु आफ्नो कोठामा र कोठालाई हेर्छु के छ मेरो कोठातिरको पनि अवस्था। आफ्नो कोठामा आइसकेको छु र यहाँ पनि हेर्न सक्नुहुन्छ कस्तो हिउँ लागिसकेको छ। कोठामा पनि यस्तो छ, सिँढीमा पनि यस्तो गरी पुरै हिउँ लागेको छ र चारैतिर यसरी हिउँ लागेर पुरै यहाँको चाहिँ यस्तो छ अहिलेको अवस्था चाहिँ। बाहिरको हेरिराख्नुपर्छ, यसरी चाहिँ हिउँ परिरहेको छ। यो पुरै जनजीवन प्रभावित गर्ने चाहिँ सङ्केत रहेको छ।